पूर्व मेचीदेखि पश्चिम महाकाली हाम्रा पूर्वजले राखेको मन्दिर रहेछ। यसमा अहिले रहेनछ, अस्तित्व रहेनछ, कहीँ कसैले गरेन। ल एउटा कुरो उदाहरणको लागि, हाम्रो यो वार्डको अशोक गोपाल खड्का छ वार्डमा। मैले पुछताछ गर्थे, यहाँ केही संरक्षण भएन भनेर दिएको निवेदन आजसम्म खै छैन। हेर्नु है, यहाँ एउटा पालिकाबाट राखेको संरक्षण समिति छ अरे होइन। अब अनौपचारिक औपचारिक के छ त्यसलाई भदौ मैले 26 गते दिएको निवेदन छैन, केही छैन। हेर्नु, त्यसको लेखाजोखै छैन। अनि मेरो तलब यो 2 वर्ष भयो, असार मसान्तमा 40,000 छ। 36 मनी धानको 60 रुपियाँ पाथीले 40,000 हुँदो रहेछ। त्यो जागिरको खैनी छैन, उठेकै छैन। यो हेर्नु नि, उठेकै छैन, कहाँबाट दिनु? ल छैन भने खोलो लागेको छ यहाँ, छ भन्दाखेरि छैन भन्छ। अनि यो हाँ गरेर छोडिदिनु कि गरिरहनु एउटा संस्थान हो यो, के होइन भन्नु न। र यसमा चाहिँ तन मन धन वचन समेत भएर लागि पर्नु होला कि यो यत्तिकै जाओस् कि यहाँ प्रशासन हो कि होइन। तपाईँले पगली झरनामा त एउटा मोट र मन्दिरको उ गर्नुभयो भने यो पूर्वजले राखेको पूर्व मेचीदेखि पश्चिम महाकालीको ढुङ्गेलले राखेको वंशले राखेको कि होइन। यसको संरक्षण रहेनछ भनेर चाहिँ खै गरिदिनुहोस्। अरू मेरो भन्नु केही छैन। ल कि मैले बढी भने एकदम ठिक्क हो।